My citizenship number is 6430114232. No, it's not my citizenship number. Actually, I won't reveal it. What if your PII get exposed online? What is PII? It is personally identifiable informations. यसमा यस्तो खालको इन्फर्मेसन्सहरु राखेको हुन्छ जसले हजुरको आइडेन्टिटी सजिलै दिने गर्छ। पछिल्लो समयमा नेपाल गभर्नमेन्टका वेबसाइट्सहरु धेरै ह्याक हुने भइरहेका छन्। गभर्नमेन्ट वेबसाइट्सहरुमा हाम्रो पर्सनल इन्फर्मेसन्सहरु स्टोर भएको हुन्छ, जस्तै हाम्रो सिटिजनशिप नम्बर, इमेल एड्रेस, फोन नम्बर जस्ता कुराहरु स्टोर गरिएको हुन्छ। के हाम्रो PII सेफ छ त? Let's break down the video. Major government website hacks in Nepal. नेपाल गभर्नमेन्ट माथि भएका केही साइबर अट्याकहरुको सूची यस प्रकार छ, जसमा गभर्नमेन्टको कन्फिडेन्शियल डेटा र सिटिजन्सको PII स्टोर भएको छ। नम्बर 1, डिपार्टमेन्ट अफ पासपोर्ट ह्याक। टर्किस ह्याकरहरूले 2017 जुलाई 17 मा डिपार्टमेन्ट अफ पासपोर्टको वेबसाइट ह्याक गरेका थिए र डेटा लिक गर्ने थ्रेट पनि दिएका थिए, जसमा सिटिजन्सहरुको PII स्टोर गरिएको छ, जस्तै नेम, एड्रेस, इमेल एड्रेस, पासपोर्ट नम्बर, सिटिजनशिप नम्बर जस्ता इन्फर्मेसन्सहरु स्टोर गरिएको छ र यिनीहरूले डेटा लिक गर्ने थ्रेट पनि डाइरेक्ट डिपार्टमेन्ट अफ पासपोर्टको होम पेजमा राखेका थिए र यसले दर्शाउँछ कि हाम्रो साइबर सेक्युरिटी कस्तो छ भन्ने कुरा। नम्बर 2, प्याराडक्स साइबर घोस्ट अट्याक। प्याराडक्स साइबर घोस्ट नामक युजरले नेपाल गभर्नमेन्टको 58 वेबसाइट्सहरु ह्याक गरेको थियो, जसलाई नेपालको इतिहासमै सबैभन्दा ठूलो बिगेस्ट डाटा ब्रिच भन्ने पनि मानिन्छ, जस अन्तर्गत रक्षा मन्त्रालय, महान्यायाधीशको कार्यालय, नेपाल कानुन आयोग जस्ता विभागहरु पर्छन् र यसमा सिटिजन्सको PII स्टोर छ र गभर्नमेन्टको कन्फिडेन्शियल इन्फर्मेसन्सहरु पनि स्टोर गरिएको छ। ह्याकर्सहरुले पछि यसलाई vulnerability टेस्ट मात्र भनेर जानकारी दिएका थिए, तर यो डाटा सुरक्षित छ या छैन भन्ने निश्चित अझै छैन र यसले दर्शाउँछ हाम्रो डिजिटल सेक्युरिटी र साइबर सेक्युरिटीको हालत कस्तो छ भन्ने कुरा। नम्बर 3, सिंहदरबार सर्भर अट्याक। ह्याकरहरूले 2023 जनवरी 28 मा सिंहदरबारको सर्भरमा अट्याक गरेका थिए र अट्याकको मेथड थियो DDoS, डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस को प्रयोग गरेर सिंहदरबारको सर्भरमा अट्याक गरेका थिए, जस अन्तर्गत 1500 वेबसाइट्सहरु चाहिँ डाउन भएका थिए र कम्प्लिटली बन्द भएका थिए र जनरल पिपुलहरुले पनि एक्सेस लिन पाएका थिएनन्, जसमा PIIहरु पनि स्टोर गरिएको थियो, जस्तै ट्याक्स रेकर्ड, इमिग्रेसन रेकर्ड र एडमिनिस्ट्रेटिभ डेटाहरु पनि स्टोर गरेको थियो, जसले गर्दा त्रिभुवन इन्टरनेशनल एयरपोर्टको सर्भर पनि क्र्याश भएको थियो र फ्लाइटहरु डिले भएका थिए, जसले गर्दा प्यासेन्जर्सहरु पनि अलपत्त परेका थिए। पछि NITC ले यहाँको डाटा कम्प्रोमाइज भएको छैन र डाटा ब्रिच पनि भएको छैन भनेर जानकारी दिएको थियो, तर यहाँको डाटा पनि सुरक्षित छ या छैन भन्ने कुरा निश्चित छैन। 4, एनोनिमस ओपननेक अट्याक। 2016 मा एक युवकले एनोनिमस ओपननेक युजर नाम राखेर उनीले नेपाल टेलिकम र राष्ट्रिय क्षयरोगको वेबसाइटलाई ह्याक गरेका थिए र त्यहाँबाट कन्फिडेन्शियल इन्फर्मेसन जस्तै कल रेकर्ड डेटा र हेल्थ रिलेटेड इन्फर्मेसनको लिक गरेका थिए। नेपाल प्रहरीले उनलाई पछि अरेस्ट गरेको थियो र यो सानो एउटा घटना भए पनि हाम्रो साइबर सेक्युरिटी कस्तो छ भन्ने कुराको यसले पहिचान गर्छ। Hackers are defacing the website after getting full access to the website. नेपालमा यस्ता खालका साइबर अट्याकहरु धेरै नै हुने गर्छन्, जसले हाम्रो PII पर्सनली आइडेन्टिफाइएबल इन्फर्मेसन्सहरुको चोरी र डेटा लिक, डेटा ब्रिच जस्ता कार्यहरु भएर हाम्रो कन्फिडेन्शियल डेटाहरु पनि कुनै एउटा डार्क वेबमा सेलमा राखिएको छ। एकचोटी यो इमेजलाई हेरौं र यो इमेजमा प्रष्ट हुन्छ कि हाम्रो गभर्नमेन्टको वेबसाइट्समा रहेका डेटाहरु सुरक्षित छन् या छैनन्। एउटा युजरले हाम्रो कन्फिडेन्शियल डेटा, राष्ट्र बैंकको डेटालाई जस्ट $50 मा डार्क वेबमा बिक्रीमा राखेका छन् भनेपछि हाम्रो डेटाहरु र हाम्रो सरकारको कन्फिडेन्शियल डेटाहरु के सुरक्षित छ त? अब Methods of hacking Nepali government websites. In recent years, Nepali government websites have been targeted by hackers.
These attacks disrupts government services and put citizens' data at risk. In this section, we'll discuss about methods used by hackers to hack Nepali government websites. Method 1. SQL injection. यो यस्तो खालको टेक्निक हो जसमा ह्याकरहरूले वेबसाइटको युजर इनपुट फिल्डमा SQL को म्यालिसियस कोड राख्छन् र अनअथराइज एक्सेस लिने गर्छन्। फर इक्जाम्पल, ह्याकरहरूले वेबसाइटको युजर नेम र पासवर्ड फिल्डमा SQL को म्यालिसियस कोड राख्छन् र रन गर्छन्, जसले गर्दा ह्याकरहरूले अनअथराइज एक्सेस पाउँछन् डेटाबेस। यो किन सक्सेसफुल हुन्छ त? किनकि वेबसाइटहरूले युजर इनपुट फिल्डलाई प्रोपरली चेक नगर्ने र सेनिटाइज नगर्ने भएको हुनाले ह्याकर विल गेट अनअथराइज एक्सेस टु द वेबसाइट। मेथड 2. DDoS अट्याक। दोस्रो मेथड हो DDoS अट्याक। यो मेथड प्रयोग गरेर नेपाली गभर्नमेन्ट वेबसाइटहरूलाई ह्याकर्सहरूले ह्याक गर्ने गरेका छन् र यस अन्तर्गत ह्याकर्सहरूले डिफ्रेन्ट सोर्सबाट वेबसाइटमा ट्राफिक पठाउने गर्छन् र सर्भरलाई ओभरलोड गर्ने गर्छन्, जसले गर्दा सर्भर क्र्यास हुन्छ र जेन्युन युजरहरूले एक्सेस पाउने गर्दैनन्। 3. डिफल्ट क्रेडेन्टियल्स। अर्को मेथड हो डिफल्ट क्रेडेन्टियल्स। वेबसाइटहरूमा प्रयोग गरिने सफ्टवेयरहरूले डिफल्ट युजर नेम र पासवर्डहरू राख्ने गर्छन्, जस्तै युजरमा युजर नेम र पासवर्डमा पासवर्ड राख्ने गर्छन्। नेपाली गभर्नमेन्ट वेबसाइट्सहरूमा यसलाई चेन्ज गर्ने गरिँदैन। कतिपय वेबसाइट्सहरूमा हेर्ने हो भने यो जस्ताको तस्तै युजर नेम र पासवर्ड एडमिन राख्ने गरिन्छ। अब यस्तो युजर नेम पासवर्ड राख्ने हो भने ह्याकर्सहरूलाई गेस गर्न इजी हुन्छ, त्यसैले नेपाली गभर्नमेन्ट वेबसाइट्सहरू चाहिँ ह्याक हुने गर्छन्, किनकि यी सजिला पासवर्डहरू ह्याकर्सहरूले एकदमै सजिलैसँग गेस गर्ने गर्छन् र अनअथराइज एक्सेस पाउने गर्छन्। मेथड 4. ब्रुट फोर्स अट्याक। यो मेथडमा ब्रुट फोर्स अट्याकमा ह्याकर्सहरूले मिलियन्स और थाउजन्ड्स अफ पासवर्डहरूको कम्बिनेसन गर्छन् र ट्राई गर्छन् इनपुट फिल्डमा युजर नेम र पासवर्ड फिल्डमा ट्राई गर्छन् र यदि कुनै पनि पासवर्ड म्याच हुन गएमा ह्याकर्सले अनअथराइज एक्सेस पाउने गर्छन्। अब यो मेथड किन सक्सेसफुल हुन्छ? किनकि यदि युजर्सहरूले सजिलो पासवर्ड राखेका छन्, इजिली गेस हुने पासवर्ड राखेका छन्, स्ट्रङ पासवर्ड छैन भने ह्याकर्सहरूले कम्बिनेसन गरेको पासवर्ड म्याच हुन जान्छ, ह्याकरले एक्सेस पाउने गर्छन् डेटाबेसको। मेथड 5. फिशिङ। यो एउटा यस्तो मेथड हो जसमा ह्याकर्सहरूले ट्रस्टवर्थी मिडियाहरूको प्रयोग गरेर युजर नेमको पासवर्डहरू ह्याक गर्ने गर्छन्। जस्तै फर इक्जाम्पल, कुनै पनि ह्याकरले एउटा एडमिनलाई मेल गर्ने गर्छ, फेक इमेल गर्ने गर्छ, जसमा कुनै लिङ्कहरू सेन्ड गर्नेछ र त्यो लिङ्क एक्सेस गर्नको लागि एडमिनले त्यो लिङ्कमा जानुपर्ने हुन्छ। ह्याकरहरूले एउटा यस्तो लगइन पेज बनाएको हुन्छन् फेसबुकको, जुन फेसबुक जस्तै देखिन्छ तर त्यो फेक हुने गर्छ। अब युजरले त्यहाँ युजर नेम र पासवर्ड हाल्ने गर्छ, लगइन गरेर भेरिफाई गर्छ र ऊ एउटा फेक पेजमा जान्छ अथवा उसले एउटा एरर मेसेज भेट्नेछ, तर यो युजर नेम र पासवर्ड ह्याकरसम्म पुगिसकेको हुन्छ र ह्याकरले अनअथराइज एक्सेस गेन गर्छ। ह्याकर्सहरूले DDoS, SQL इन्जेक्सन, ब्रुट फोर्स अट्याक, फिशिङ र डिफल्ट क्रेडेन्टियल्स जस्ता मेथडहरूको प्रयोग गरेर नेपाली गभर्नमेन्ट वेबसाइट्सहरू ह्याक गर्ने गर्छन्। र यो मेथडहरू किन ह्याकर्सहरूले अपनाइरहेका छन् त? यसका की विकनेसेसहरू के हुन् त भन्ने कुरा यस प्रकार छन्। SQL इन्जेक्सन। SQL इन्जेक्सन अन्तर्गत ह्याकर्सहरूले विक इनपुट भ्यालिडेसनको प्रयोग गर्छन् र SQL को म्यालिसियस कोडलाई रन गरेर अनअथराइज एक्सेस लिने गर्छन्। यस मेथडबाट बच्नको लागि इनपुट फिल्डलाई क्लियरली र प्रोपरली चेक गर्नुपर्छ र सेनिटाइजेसन गर्नुपर्छ र नेक्स्ट भनेको प्यारामिटराइज क्वेरीजहरू रन गर्नुपर्छ र वेबसाइटमा रेगुलर प्याच गर्नुपर्छ र अपडेट्स पनि गर्नुपर्छ र बेला बेलामा पेनिट्रेसन टेस्टिङ पनि गर्नुपर्ने गर्छ, जसले गर्दा वेबसाइटको सेक्युरिटी हाई हुने गर्छ। DDoS अट्याकले सर्भरमा डाउन टाइम त्याउने गर्छ, किनकि यहाँ चाहिँ युजरहरूको रिक्वेस्ट अनलिमिटेड आउने गर्छ र ट्राफिक धेरै भएको हुनाले सर्भरलाई क्र्यास नै गरिदिन्छ र यसबाट बच्नको लागि DDoS प्रोटेक्सन डिप्लोय गर्नुपर्छ, रेट लिमिटिङ गर्नुपर्छ र ट्राफिकहरूलाई फिल्टर गर्ने गर्नुपर्छ र CDN को प्रयोग गरेर डेटाहरू
ट्रान्सफर गर्नुपर्छ। एक्सप्लोइटिङ डिफल्ट क्रेडेन्टियल्स, यस मेथड अन्तर्गत ह्याकरहरूले पहिलेदेखि नै आएका बाइ डिफल्ट पासवर्डहरूलाई गेस गर्ने गर्छ र अनअथराइज एक्सेस लिने गर्छन्। त्यसैले सफ्टवेयरहरूमा आएका डिफल्ट पासवर्डहरूलाई चेन्ज गर्नुपर्छ र एकदमै स्ट्रङ पासवर्ड राख्ने गर्नुपर्छ, जस अन्तर्गत कम्बिनेसन अफ क्यारेक्टर, वर्ड, नम्बर्स र स्पेशल सिम्बल्सहरूको प्रयोग गरेर एकदमै स्ट्रङ पासवर्ड राख्ने गर्नुपर्छ ताकि ह्याकर्सहरूले सजिलै गेस गर्न नसकुन् र ब्रुट फोर्स अट्याकबाट बच्न सकिन्छ। मैले भनिसकेँ, ब्रुट फोर्स अट्याकबाट बच्नको लागि पासवर्ड स्ट्रङ हुनुपर्छ। ह्याकर्सहरूले 1000 मिलियन्स अफ पासवर्डहरूको कम्बिनेसन गरेर गेस गर्ने गर्छन् र यदि पासवर्ड मिलेमा ह्याकर्सहरूले एक्सेस लिने गर्छन्। त्यसैले यसबाट बच्नको लागि एकदमै स्ट्रङ पासवर्ड्सहरूको प्रयोग गर्नुपर्छ। MFA मल्टिफ्याक्टर अथेन्टिकेसन जस्तो प्रयोग गरियो भने चाहिँ यसबाट बच्न सकिन्छ ब्रुट फोर्स अट्याकबाट। फिशिङ यानी कि ह्याकर्सहरूले फेक इमेलहरू पठाएर युजर्सको क्रेडेन्टियल्सहरू चाहिँ लिक गर्ने गर्छन् र चोर्ने गर्छन् स्पेशल्ली भन्नुपर्दा। र यस मेथडबाट बच्नको लागि हामीले इमेललाई फिल्टरिङ गर्ने टेक्निकहरूको प्रयोग गर्नुपर्छ। भेरिफाइड कम्युनिकेसन च्यानल्सहरूको प्रयोग गरेर यो फिशिङ अट्याकहरूबाट बच्न सकिन्छ। यिनी सबैलाई विश्लेषण गरेर हेर्ने हो भने र एनालाइसिस गर्दाखेरि हामीले सबैभन्दा पहिलो गर्नुपर्ने भनेको हाम्रो साइट्सहरू ह्याक हुनुको रिजन भनेको आउटडेटेड प्लगइन्सहरूको युज गरेर। त्यसैले यो आउटडेटेड प्लगइन्सहरूलाई हामीले टाइमली अपडेट गरिराख्नुपर्छ, फायरवलको प्रयोग गर्नुपर्छ र हामीले डेटा इन्क्रिप्सन जस्तै कतिपय गभर्नमेन्ट वेबसाइट्सहरूमा अझै ओन्ली HTTP को मात्र प्रयोग गरेको देखिन्छ, तर यसमा गभर्नमेन्टले पनि HTTPS इन्क्रिप्सन मेथडको प्रयोग गरेर हाम्रो जति पनि वेबसाइट्सहरू छन् गभर्नमेन्ट वेबसाइट्सहरू यिनीहरूलाई सेक्योर गर्नुपर्छ। गभर्नमेन्टले पनि अर्को साइबर सेक्युरिटी एनालिस्ट एक्सपर्टहरूलाई चाहिँ हायर गर्नुपर्छ, जुन कि नेपालमा एकदमै कम देखिन्छ। त्यसैले नेपाल गभर्नमेन्टले पनि साइबर सेक्युरिटी एनालिस्ट जस्तो जबहरूको हायरिङ गर्नुपर्छ, इथिकल ह्याकर्सहरूलाई हायर गर्नुपर्छ। अर्को विकनेस भनेको हाम्रो गभर्नमेन्टसँग कुनै पनि रेगुलेसन्सहरू छैन। जस्तै युरोपहरूमा GDPR डेटा प्रोटेक्सन रेगुलेसनहरू जस्तो छ, जसले युजरहरूको डेटालाई प्रोटेक्सन गर्ने गर्छ। प्राइभेसी र इन्टेलेक्चुअल प्रोपर्टी राइट्स जस्ता कुराहरूलाई मेन्सन गरिएको छ र हामीसँग यस्तो स्ट्रङ रुल नै छैन। र नेपाल गभर्नमेन्टले डेटा एक्ट 2079 भनेर चाहिँ ल निष्कासन गरेको छ, जस अन्तर्गत डेटा कलेक्सन, पेनाल्टी, करेक्टिभ एक्सन्स, प्रोसेसिङ जस्ता कुराहरू राखिएको छ र यो GDPR जस्तो स्ट्रङ छैन। त्यसैले नेपाल गभर्नमेन्टले पनि एउटा डेटासँग रिलेटेड राम्रो रेगुलेसन्स र रुल ल्याउनु पर्ने हुन्छ, जसले गर्दा युजर्सहरूको डेटालाई सेक्योर गर्न सकिन्छ। Cyber security is everyone's responsibility. If you find this video helpful, please don't forget to like, comment and share.